नमस्कार, म किशोर राई, राष्ट्रिय जनमोर्चा सुनसरी। कृपया आज म यहाँहरूको माझमा आफ्नो केही छोटो भनाइहरू राख्न गइरहेको छु। यहाँहरू सबैलाई सर्वविदिता नै छ, देश आज एक किसिमको तरलता र विषम परिस्थितिबाट गुज्रिरहेको छ। देशमा आज दलाल पुँजीवादी वा दलाल पुँजीवादी चिन्तन, राज्य व्यवस्था र तथाकथित लोकतान्त्रिक गणतन्त्र कायम छ। यहाँ राजनीतिको नाममा जसरी भए पनि पैसा कमाउने, आफू बन्ने, आफ्नो परिवार बनाउने र आफ्नो नातागोता बनाउने खेलहरू भइरहेका छन्। यहाँ राजनीतिको नाममा वा नव उदारवादको नाममा देशको ठुल्ठुलो उद्योग धन्दाहरू, कल कारखानाहरू बन्द गरिएका छन्, बेचिएका छन् र निजीकरण गरिएका छन्। यहाँ राजनीतिको आडमा, राजनीतिको नाममा ठुला ठुला भ्रष्टाचार गरेका छन्, मानव तस्कर गरेका छन्, बालुवाटार जस्ता सरकारी जग्गाहरू बेचेर खाने कामहरू भएका छन्। हाम्रो देशको सीमा भारतसँग जोडिएको 26 जिल्लामध्ये 21 जिल्लाको 54 ठाउँमा हाम्रो सीमा मिचिएको छ। लिपुलेख र लिम्पियाधुरा मात्र होइन, भारतले आफ्नो देशको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुलाई समेत समावेश गरेर आफ्नो संसद भवनमा राखेको छ। त्यसको बारेमा यो देशको सत्ताधारीहरू, सत्ताका मतेरहरू कोही चुइक्क बोल्दैनन्, कोही चुइक्क बोल्न चाहँदैनन्। यहाँ विभिन्न किसिमका काण्डै काण्डले भरिएको छ, जस्तै कि चेचियर काण्ड, धमिजा काण्ड, एती ओम्नी काण्ड, कोलम्बिया काण्ड, लौडा काण्ड, वाइटबडी काण्ड, नेरोबडी काण्ड र त्यस्तै सुन काण्ड, बतास काण्ड, तेरामक्स काण्ड, गिरिबन्धु टी स्टेट काण्ड, पतञ्जलि काण्ड, सहकारी काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, यस्तै भिन्न किसिमका काण्डै काण्डले आज देश थला परेको छ। आज देश आक्रान्त छ। यहाँ राजनीति, सही दर्शन, सही नीति, सही सिद्धान्त र देश र जनताप्रति समर्पित भएन। यहाँ राजनीतिको नाममा गुट बनाउने र लुट मचाउने कामहरू भइरहेका छन्। यहाँ राजनीतिको नाममा सत्ता लिप्सा, धन र बलको राजनीति भइरहेको छ। राजनीति निस्वार्थ, निशर्त देश र जनताको प्रति योगदान दिनु हो र देश र जनताप्रति समर्पित हुनु हो। तर आज
राजनीतिको नाममा जसरी भए पनि सत्तामा जाने, सत्तामा गएर तलब र भत्ता पड्काउने, त्यति मात्र होइन देशको राष्ट्रिय ढुकुटीमाथि परमलुट मचाउने, जसरी भए पनि पैसा कमाउने, देश र जनताहरू जतासुकै होस्, देश र जनताहरू जतासुकै जाओस्, आफ्नो स्वार्थ पुरा गर्ने यस्तै फोहोर खेलहरू भइरहेका छन्। र यस्तो फोहोर खेलहरू अन्त हुनु पर्दछ र अन्त गर्नु पर्दछ। देश विकासको लागि राज्यले मोटामोटी 3वटा कुरामा अथवा मोटामोटी 3वटा कुराको निर्मूल गर्नुपर्दछ र 3वटा कुराको अवलम्बन गर्नुपर्दछ। जस्तै कि तस्कर, भ्रष्टाचार र व्यतिथिको अन्त्य हुनुपर्दछ र कृषि, उद्योग, पर्यटनको विकास र प्रवर्धन गर्नुपर्दछ। यति गर्नु सके देशमा आमूल परिवर्तन त हुँदैन, तर पनि देशमा विकास गर्न सकिन्छ, देशले छलाङ मार्न सक्दछ भन्दै आफ्नो मेरो छोटो भनाइहरू यही अन्त्य गर्दछु। धन्यवाद, नमस्कार।